हाम्रो अहिले पार्किङको एडीसी रबिन सेवाले सुरु गरेको छ है। एक दिन हप्तामा सबै आरएमडीडी मा काम गर्ने चाहिँ जम्मै गाउँमा गएर काम गर्नुपर्छ। अहिले प्रत्येक पञ्चायतहरुले आज गाउँमा काम गर्छ। अनि हाम्रो अरु एडीसी पनि छ त हौ, एडीसी नै हो नि हौ, स्यालेरी बराबर पाउँदैछ। एउटा एडीसी ले गर्दा तपाईको गर्दा अरु एडीसी ले किन नगरेको लु भन्नुहोस् त। तपाईले आफ्नो है क्षमता बढाउनुहोस्। अनि अरु एडीसी ले के भन्छ अरे भन्दा चाहिँ कति बजेटमा गरेको भन्छ। नो बजेट, बजेट छैन यसको निम्ति, बजेट छैन, नो बजेट। सुन्नुहोस् है, ओन्ली भिजन है, भिजनले गर्दा गरेको है। अनि उसको तपाईको आत्मशक्ति है, आत्मशक्तिले गर्दा भएको है, उसको आफ्नो है कमिटमेन्टले गर्दाखेरि आज पाक्योङ डिस्ट्रिक्टमा यसरी प्रत्येक दिन जम्मै जना खाली खुट्टा नै हाम्रो आरएमडीडी मा काम गर्नेहरू चाहिँ अहिले है तपाईको चुनाव भन्दा अगाडि 25,000 भाइ बहिनी लगाएको छ। कसैको त काम पनि छैन, टेबल चौकी पनि छैन, उहाँहरू गएर कति रमाइलो प्रकारले काम गर्दैछ। त्यसो हुँदा त धेरै जनाले अहिले कस्तो छ भने बिहा नगर्ने है, तपाईको फ्यामिली लाइफमा नजाने पनि सोचेको छ, डिप्रेसन विभिन्न। तर त्यो काम जब सुरु गरेपछि धेरै जना पहिला भने हैन बिहा नगरौँ होला हो, के गर्नु बिहा गरेर पनि भन्थे अरे। तर जब खाली खुट्टा तपाईको यो काम गर्नु थालेपछि, तपाईको माटोसँग जोडिनु थालेपछि 6 जनाले चाहिँ बिहा गर्यो भन्थ्यो, 6 जनाले त फेट बिहा गर्यो भन्थ्यो। यस्तो एनर्जी आयो उहाँहरुकोमा है, त्यो अर्थसँग कनेक्ट भएर आशीर्वाद पनि होला भनेर भन्दै थियो। हिजो मात्र मैले भेटेँ र हामीले एउटा कन्सेप्ट हामीले बनाएको छौँ र म एडीसी जम्मैलाई 6वटा जिल्लाको एडीसीहरुलाई बोलाएर हामी काम सुरु गर्छौँ। मैले हिजो सेक्रेटरी म्याडमलाई भनिसकेको छु ताकि यो एउटा इन्भाइरोमेन्ट हामीले बनाऊ। हामीले गर्यो भने सिक्किममा अरु केही पनि खोज्नु परेन, ठुलठुलो बिल्डिङ बनाउनु परेन, बस बस्ती हेर्नको निम्ति, हलो जोतेको हेर्नुको निम्ति, धान रोपेको हेर्नुको निम्ति, अनि कसरी गाई धुन्छ त्यसरी हेर्नुको निम्ति, झ्यातो पिनेको हेर्नको निम्ति, ढेकी कुटेको हेर्नको निम्ति नै टुरिस्ट यहाँ आउँछन् है। अरु ठुलठुलो बिल्डिङ त हाम्रो भन्दा ठुलठुलो वहाँ छन्, दिल्ली बम्बे कलकत्ता जम्मैतिर छ। हाम्रो चाहिँ नेचरलाई हेर्न आउँछ र होमस्टेको अहिले चलन धेरै चलेको छ।